रोजगार कार्यक्रमका साथमा ग्रान्ड स्वीट जब प्राइभेट लिमिटेड, गौरीघाट गुहेश्वरी मार्ग, काठमाडौँ। फोन नम्बर 4491386। सिलिङ ओभरसिज सर्भिसेस प्राइभेट लिमिटेड, धापासी, काठमाडौँ। फोन नम्बर 43888099। SOS मेन पावर सर्भिसेस प्राइभेट लिमिटेड, धापासी, काठमाडौँ। फोन नम्बर 4365986। प्रुडेन्शियल ओभरसिज प्राइभेट लिमिटेड, तिनकुने, काठमाडौँ। फोन नम्बर 44800005। क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस प्राइभेट लिमिटेड, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 4387164। नमस्कार, कार्यक्रम रोजगारमा स्वागत छ। म कोमल दुलाल। वैदेशिक रोजगारसँग सरोकार राख्ने विविध विषयको उत्थान र वैदेशिक रोजगारीलाई मर्यादित बनाउने हाम्रो पहल हो कार्यक्रम रोजगार। रोजगारका विषयलाई विभिन्न सेगमेन्टमा समावेश गरिएको यो कार्यक्रममा सबैभन्दा पहिले साताभरि भएका गतिविधि। सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले सहसचिव बुद्धिबहादुर खड्गाको संयोजकत्वमा असार 2 गते एक समिति बनाई वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी थालेको हो। समितिमा वैदेशिक रोजगार प्रबन्धन बोर्डका कार्यकारी निर्देशक, वैदेशिक रोजगार विभागका महानिर्देशक, मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख सदस्य छन्। मन्त्रालयले 3 महिनाको समय सीमा पाएको छ। वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार ऐन संशोधन गर्न लामो समयदेखि सरकारसँग माग गर्दै आएका थिए। परिवारको भविष्यका लागि पैसा कमाउन जब म विदेश जान लागे, मेरो पीरले सबैका आँखा रसाए। ती रसाएका आँखाहरूलाई थाहा छ मैले कसरी हँसाएँ। म कहाँ जुन पाएँ त्यही मेन पावरबाट विदेश जान लागेको र। म त ब्लू स्काई इन्टरनेसनलबाट पो विदेश जान लागेको त। म विदेश गएपछि पो थाहा पाएँ साँच्चीकै विश्वासिलो रहेछ ब्लू स्काई इन्टरनेसनल। 3 वर्ष कति चाँडो बित्यो पत्तै भएन। ISO certified manpower company Blue Sky International. World class agency. Good feelings. Good attitude. मलेसिया, साउदी अरेबिया, दुबई लगायत विभिन्न देशहरूमा हामी दिलाउँछौँ सिप अनुसारको रोजगारी। नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेस प्राइभेट लिमिटेड। फोन नम्बर 4362686, गङ्गापुर, काठमाडौँ। गुरुङ म्यानेजमेन्ट ओभरसिज प्राइभेट लिमिटेड, वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो मेन पावर कम्पनी। गुरुङ म्यानेजमेन्ट ओभरसिज प्राइभेट लिमिटेड। फोन नम्बर 4386936, वसुन्धरा, काठमाडौँ। तपाईँ मलेसियामा रोजगारीमा जाने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने काठमाडौँको स्वयम्भू कारखाना स्थित अल भिजन इन्टरनेसनल मेन पावर कम्पनीलाई सम्झनुहोस्। हामीले विगत केही महिना यता मलेसियाका ठुला तथा साना उद्योगबाट लगातार नेपाली कामदारको माग ल्याइरहेका छौँ। थप जानकारीका लागि अल भिजन इन्टरनेसनल प्राइभेट लिमिटेड, फोन नम्बर 4379936, मोबाइल नम्बर 9851096183, स्वयम्भू कारखाना काठमाडौँमा सम्पर्क राख्नुहोला। विश्रामपछि कार्यक्रम रोजगारमा पुनः स्वागत छ। वैदेशिक रोजगार सम्बन्धी साताका गतिविधिपछि अब पालो स्पेशल रिपोर्टको। स्पेशल रिपोर्टमा आज हामी पछिल्लो समयमा विभिन्न देशमा रोजगारीमा गएका नेपाली कामदारको सङ्ख्याको तुलना गर्छौँ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत साउनदेखि चैत मसान्तसम्म करिब 3,90,000 नेपाली कामदार विभिन्न देशमा रोजगारीमा गएका छन्। गत चैत महिनाको तथ्याङ्क मात्र हेर्ने हो भने
दैनिक सरदर 1700 नेपाली कामदार वैदेशिक रोजगारीमा गएको देखिन्छ। वर्षौनी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा छ। के छ वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता वा आकर्षण? कार्यक्रममा अबको पालो यसै सम्बन्धी एक रिपोर्टको। सुखद भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा हिँडेका सयौं युवा हरेक दिन देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन्। देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्दा यसरी पलायन रोज्ने युवाको संख्या वर्षौनी बढिरहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्दा पनि पलायनको कहाली लाग्दो अवस्था प्रष्ट देखिन्छ। विभागको तथ्याङ्क अनुसार गत साउनदेखि वैशाखसम्मको 10 महिनामा मात्र 4,11,589 जना युवा विदेशिएका छन्। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब 40,000ले बढी हो। गत वैशाख महिनामा मात्र श्रम स्वीकृति लिएर विदेशिएका युवाको संख्या 54,173 छ। अघिल्लो वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाख महिनामा विदेशिने युवाको संख्या 14,893ले बढेको देखिन्छ। गत साउन महिनाको तुलनामा भदौ, असोज, कार्तिक र मङ्सिर महिनामा विदेशिने युवाको संख्या केही कम भए पनि पछिल्ला महिनामा बढोत्तरी नै देखिन्छ। विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा श्रम स्वीकृति लिएर विभिन्न देशमा रोजगारीका लागि पुगेका युवाको संख्या 45,937 थियो, जुन अघिल्लो वर्षको साउनको तुलनामा करिब 40.5% वृद्धि हो। त्यसपछि गएको भदौमा विदेशिने युवाको संख्या घटेर 24,214मा झरेको देखिन्छ। असोज महिनामा फेरि 31,959 युवा विभिन्न देशमा रोजगारीका लागि गएको तथ्याङ्क छ। कार्तिकमा यो संख्या 31,949मा सीमित भए पनि मङ्सिर महिनामा फेरि बढेर 41,634 पुगेको देखिन्छ। त्यस्तै गत पुस महिनामा विदेशिने युवाको संख्या 50,000 नागेको थियो। फागुन महिनामा विदेशिने नेपाली कामदारको संख्या घटे पनि चैत महिनादेखि फेरि विदेशिने नेपाली कामदारको संख्या 50,000 नाग्दै आएको छ। यही तथ्याङ्कका आधारमा हरेक दिन विदेशिने नेपालीको संख्या निकाल्ने हो भने करिब 1700 हुन आउँछ। किन विदेशिन्छन् त आखिर दैनिक सयौं युवा? अब त्यही रोजगार नपाएरै कारणले त हो अहिले विदेश